And he's my brother, he's my cousin. Hey. He's like me, like elephant. He's like me. And then he's also getting ready, and I'm also getting ready. We are all getting ready because of going to Saramsa. मेरी साहिबा समंदर मेरी आंखों से बह गई. Oh, I don't know me. My sister is applying serum in my hair. Today I'm not gonna apply foundation on my face because I have too much pimples and I don't want my face very, yeah, my skin is like this. It's like that. But I don't know where is this. See? Các bạn còn trả lại đây. Anh không đi vào nữa. Vậy đi con. Bao nhiêu như vậy? Rồi. Đúng rồi, có cái chụp gì? Anh mà rất đông cho này. Ủa, đâu? Thì bài đó đang lên ba phút nào? Để xem mình tiếp tục. Show the nails, nothing colorful. Look at the nails. पूरा उजाला लेके देखें. Start whatever. Hi. Look at the view. Wow. Lo हामी हरु चाहिँ हिनेको ए यहाँ हुँदैन ल ल हुन्छ हामीहरु चाहिँ जाँदै छौं अब 32 नम्बर भन्ने ठाउँमा छानाहरु यस्तो हुन्छ बहिनीहरु राम्री राम्री भएर हिँड्दै छौं हामीहरु पछाडी परिहरु हुन्छ पछाडी परिहरु आइ गर्दिनुहोस् टिपेकै खुसी भिडियो बब्बल छ घाम पनि लागेको छैन मस्त दामी फिलिङ्स आइरहेको छ अनि हामी जाँदै छौं यता साथीहरु मोटू और पतलू की जोड़ी काटेर हाल्नु ल यहाँदेखि फुस्किन्छ अब त. हेलो गाइज हामी चाहिँ कहाँ जान आँटेको कतिजना कसकोमा हाम्रो भ्यू हेर्न सक्नुहुन्छ. गाडी आयो. लु हामी चाहिँ यस्तो ओह्रालो लाग्दैछौँ गाडीहरू अघि त्यहाँबाट गाडी त्यहाँदेखि रानीपुलसम्म एउटा गाडीमा आएर रानीपुलदेखि फेरि कता यो ठाउँको नाम थाहा छैन त्यसमा एउटा गाडीमा आएर हामीहरू यो लोकेसनमा पुगेको छौँ. हामीहरू तल तल घरदेखि सबैजना ऊ त्यो पुल हिँडेर हामी जाँदैछौँ. यो चाहिँ खोला छ ठाउँ चाहिँ एकदम बब्बाल छ गाउँहरू छ घरहरू छ है. हामी त तल झर्दैछौँ. अब जानु त तल झर्दैछौँ तर भोलि भिडियो बनाउनु ल भोलि फर्किँदाखेरि चाहिँ हाम्रो उकालो चढ्नु पर्दा चाहिँ हाम्रो हालत के होला हेर्दैछौँ ल गाइजहरू हेर्दै गर्नु होला साथीहरू. ल ओए बिस्तारै भाइ हामी चाहिँ यो पुल तर्न आँटेको छौँ है त. यहाँ पछाडिको पुल यही हो. ल जाँदैछौँ है सबैजना. ल यहाँदेखि हामीहरू चाहिँ उता पुलबाट त्यहाँ चौतारीमा रेस्ट गरेर माथि चढ्दैछौँ सिडी. अर्को हाम्रो पातलो म्याडम चाहिँ कता पुगिसक्नु भयो उपर पुगिसक्नु भयो त. हामी चाहिँ भर्खर चढ्दैछौँ है त. आउँदैछौँ गन्तव्यतिर. छ्यामाले चाहिँ तान्न भन्दै हुन्छ. छ्यामा चाहिँ यताकै बासिन्दा भएर पनि हिँड्नु नसकेर तान्न भन्दै हुन्छ कि कोनि. यहाँ चाहिँ हामी कसको घरतिर आइपुगेको छौँ बाटैबाटो. यस्तो छ्यामा चाहिँ आउँदै हुन्छ पिछाबाट पनि यसो. यहाँ चाहिँ एकदमै अम्बक फलेको रहेछ. कुत्ती बानी आउँदै हुन्छ अम्बकी फलेर झरेर
यहाँ हेर्नु अम्बक फाल्दा फाल्दा अम्बक कस्तो राम्रो पाकेको हाम्रोतिर त किनी किनी खानुपर्छ हौ यता कस्तो घराको पनि दामी छ भन न भन दामी छ कस्तो घराको जाँदा जाउँ नि त यस्तो राम्रो लोकेसनमा फेरि जङ्गली जङ्गल काली हाम्रो हालत चाहिँ यस्तो भएको छ यहाँ तल आउँदैछ दुइटा मादलहरू होइन अझै माथि अरे गाइस यहाँ चाहिँ राम्रो राम्रो फुल अम्बकहरू रहेछ हो अन्त आउनु त यस्तै नै बोल्छ नि यहाँ चाहिँ हल्का एक्टिङ पालिदिनु मैले पनि तल हुन्छ दिदीहरू चाहिँ यहाँ खोइ गाई तपाईँहरूलाई एउटा कुरा थाहा छ यहाँ सुन्तला पनि छ सुन्तला छ हेर्नु सुन्तला छ सुन्तला मैले चाहिँ लाइफमा फर्स्ट टाइम देखेको सुन्तला होइन सुन्तला त देखेको सुन्तलाको बोट चाहिँ फर्स्ट टाइम देखेको यो चाहिँ मेरो आमाको आन्टीको घर अरे अन्त म भ्लग गर्दैछु म पनि अब युट्युब च्यानल खोल्नु पर्यो म तपाईँलाई माथिबाट देखाउँछु है सुन्तलाको बोट छ होला है मान्छे मात्रै देखेँ बहिनी चाहिँ यता उतामा पुगेर बसिसक्यो हामी चाहिँ यत्रो तल यहाँदेखि पनि यता तलदेखि आएको भ्यू चाहिँ यस्तो छ यहाँ त पुरा सुन्तला फल्दो रहेछ त्यो चाहिँ मलाई एकदम मन पऱ्यो यहाँको बासिन्दाहरूको हिँड हेर्नु है यस्तो छ भ्यू चाहिँ एकदम खतरा छ यहाँको बासिन्दाहरूको हिँड हेर्नु म घरमा यता माथि पनि चढ्नु नसक्ने यहाँनिर हेर्नु यत्रो तलबाट आएको छ यत्रो तलबाट यता उता यहाँ छ बहिनी चाहिँ अघि आएर बसिरहेछ कुन चाहिँ घरमा फेरि पनि आइपुग्यौँ हेर्नु यत्रो तलदेखि आएको मैले एकदम दामी दामी यहाँ चाहिँ सागहरू सुन्तला अम्बकहरू चाहिँ साह्रै राम्ररी फल्दो रहेछ साह्रै मन पऱ्यो यो सुन्तलाको बोट साह्रै मजाले फल्दो रहेछ छ्यामा चाहिँ गलेर बस भन्दै हुन्छ त्यस्तो होइन अझै हामी त्यहाँ माथि चढ्नुपर्छ होइन अनि हामी चाहिँ यत्रो सेरी चढिरहेको गाइस यो चाहिँ हो भ्युज हो खङ्सीपट्टि आउने ड्याम चाहिँ अरे हो यहाँ चाहिँ भाइ उसलाई चाहिँ पुरा रिस घटान्छु भन्दैछ भ्युज अनि दिदी हुन्छ यहाँ अझै माथि चढ्नु पर्ने यस्तो गरेर आयो छ्या भन्नुभएको नि हालत हेर्न सक्नुहुन्छ फाइनली हामी त्यत्रो टाढाबाट आइपुगेर चाहिँ फाइनली रोड भएको ठाउँमा आएको अब थाहा छैन अब यता जाने हो कि यता जाने हो केही पनि थाहा छैन बहिनी सिक्किम भन्दै कस्तो लागिरहेको छ राम्रो पनि अझ माथि होला हामीहरू चाहिँ नि कता थियो एउटा यो गाडी हिँडेर नि त्यहाँबाट चाहिँ त्यो लाइनको रोडबाट उत्रेर चाहिँ माथि चढेकै त्यस पछाडि यहाँ घरको तल पनि एउटा रोड रहेछ अनि हामी अझै अर्को रोडमा छौँ 3 स्टेप रोड चढिसकेको छौँ हामीले अब थाहा छैन कता हो तर भ्यू चाहिँ बब्बाल छ कि तर थाहा छैन सयपत्री यति धेरै यति राम्रो सयपत्री फलेको छ फुलेको छ धन्न अब चाहिँ सिधा उयो भन्दै त्यहाँबाट ल्याउनु भयो है साथीहरू हेर्नु उयो चाहिँ यहाँ चाहिँ उम्रेको पानी आउँदैछ सिक्किममा चाहिँ फाइनल्ली यहाँनिर एउटा घर छ कसको बाटो त्यस्तो छ है राति चाहिँ हिँड्नु सक्दैन यो बाटो तर्सेर त्यो छ फाइनल्ली घर आइपुग्यौँ हामी चाहिँ यस्तो चाहिँ घर फुल कति राम्रो फुलेको कति राम्रो फुलेको अम्बा उत्तिकै फुल उत्तिकै अम्मा यस्तो बाटो छ मैले माथि चढी लाग्छ तल पनि जानुपर्ने रहेछ को छ अहिलेको चाहिँ कसको छोरा हो मिना आन्टीको हो रहेछ दामी छ कोही हुनु न क्या हो घरमा भ्यू चाहिँ खतरा रहेछ यहाँ चाहिँ सबै सुन्तलाको बोट रहेछ यहाँनिर चाहिँ आम्मा सुन्तला फुलै पाकेको सुन्तलाहरू सबै सुन्तलै यति बेसी सुन्तला आम्मा म चाहिँ छक्क परेँ है कत्रो मोटे छ सोनुको उयो छ जुन ठुलो छोरी हो सानो यता
यो त आएको थियो है सानोमा ओके खोल्नै नगरी आइदिएको अन्त सरप्राइज कत्रो मोटा आएछ यहाँ घट्नुपर्छ है मामाको छोरा ए छोरा कि छोरी हो कति राम्री मान्छे फाइनल्ली यत्रो घन्टा हिँडेर ट्राभल गरेर फाइनली हामी हाम्रो छ्यामाको घर पुग्यौँ अनि त्यहाँदेखि थ्याङ्क यू फर वाचिङ